हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ हामीले मोमो बनाउन सोचेको थियौँ। अन्त नन भेज मात्र बनाउनु भने पछि मामहरू पनि खाने भन्नुभयो कि, अनि यता भेज मोमोको तयारी गर्दै थिएँ। अन्त मैले बनाएर पनि रेडी पारेँ है, तर पछि मैले यता नन भेज बनाउँदाखेरि चाहिँ यता भेज पकाएर पनि खाइसक्नु भएछ क्या, अन्त भिडियो नै बनाउन पाएन। सो मैले नन भेजको चाहिँ किमा घरमै बनाएको थिएँ। अन्त मजाले त्यो बफलाई होइन मजाले हाने क्या उसले खुकुरीले अचानोमा। अन्त किमाको पिस पिस पारेँ, त्यसपछि प्याज काटेँ। अन्त हामीसँग प्याजको पत्ताहरू पनि थियो बारीकै हो, अन्त त्यो नि मैले काटेँ। त्यसपछि त्यो चाहिँ हाम्रो बारीकै हो भनेर मैले देखाएर थिएँ कि। अन्त मजाले त्यहाँनिर हालेँ होइन, अन्त मसला पनि हालेर हातैले मैले मिक्स गर्न थालेँ। त्यसपछि चाहिँ मम्मीलाई मैले मसलाहरू के छ ल्याउनु भन्थेँ, अन्त मम्मीले मिट मसलाहरू नि हालिदिनु भयो स्वादको लागि होइन। अन्त मजाले मिक्स गरिसकेँ, मैले नुन हालेँ स्वादअनुसार, बेसार पनि एड गरेँ। अन्त हातैले मिक्स गरेँ। त्यसपछि लास्टमा मैले मम्मीलाई अब तेल झानिदिनु भनेर भनेको थिएँ। अन्त मम्मीले तेल तताएर लिएर आउनुभएको थियो। त्यसपछि माथिबाट ज्वाइँ गरेर होइन, अनि त्यसपछि त्यसलाई मैले त्यत्तिकै छोडिदिएँ। अब पालो थियो यो मोमो बनाउनेको, त्यो नि हामीले बनाइसकेको थियो। अन्त मोमो पाकेपछि चाहिँ गाइजहरू, अन्त मैले याद आयो कि मैले अचारको भिडियो रहन्छ क्या, बिनाङीलाई बनाउनु लगाएको थिएँ होइन। सो हाम्रो अङ्कल आउनु भएको थियो, अनुज अङ्कल, अनि सानो बहिनी खुसी पनि आएको थियो। र उहाँहरू चाहिँ दिउँसो पनि आउनुभएको थियो, तर दिउँसोको भिडियो चाहिँ मसँग आएन गाइजहरू, त्यही भएर मैले यो यति मात्र अपलोड गरेँ। सो उहाँहरू चाहिँ गफ गर्दै खाइरहनु भएको थियो। अनि यतापट्टि बिनाङी पनि आउनुभयो बिचमा, तर बिनाङी भेज मोमोको पार्टी थियो, मतलब भेज मोमो खानुभएको थियो दिउँसै। सो हामी चाहिँ बेलुका परेको थियो। अनि यता पेटु र बाबाले नि चाख्दैछ मोमोको टेस्ट होइन। सो मामहरू चाहिँ हेर्दै हुनुहुन्थ्यो क्या, मामले नि भेज मोमो खाइसक्नु भएको थियो, अनि बिनाङ चाहिँ अचार र सेलरोटी खाइरहनु भएको थियो। अनि मलाई पनि भिडियोमा देखा भनेर हुनुहुन्थ्यो। अन्त मेरो टर्न थियो गाइजहरू, अनि